हस् भला गराउनलाई अब बिटो एलिया खोरा त आया ल चल चल को पप्पीको मामा गला हो यो आइको दिदी नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ मैले फर्स्ट टाइम यसरी बोलेर भिडियो बनाउँदैछु। हामी मम्मी छोरी चाहिँ फर्स्ट भला गराउन लागेको घरमै बसेर। आइ मलाई त्यहाँ ले आइगर न मिठाई समाएर बसेर त्यहाँ यो भिडियोलाई पनि माया गरिदिनु होला भन्ने आशा राखेको छु। के बोल्ने रे ल अब तिहारले के खाने रे भन न। गुड पेनकेक। अब हामी चाहिँ तिहारको चाहिँ स्कुल बिदा खाने त अनि उठाइदिएको नसुन्दैसँग के भन्छ अरे भोक लाग्यो भोक नि दास हाल्ने छैन तिहारको भोक। अब हामी चाहिँ अब पेनकेक बनाएर खान लाग्यो। अनि फर्स्ट टाइम पनि यसरी बोल्न लाग्यो। अनि के बोल्ने नआउने छ मलाई त बोल्नु आउन हो छोटो डाल भया छोटे डाल भएर। हेलो गाइस अब बिटो एलिया धन्यवाद। पेनकेक बनाउने समय यसको लागि चाहिँ केरा चाहिन्छ। केरा पनि सबै पाकिसकेको छ धेरै नै। मेरो चाहिँ पाकेकै छ यसरी हाल्ने देखिन ल अब यति सुरु हाल्दै हैन अनि अन्डा पनि है एउटा अलिक मिठो बनाउँछ। मलाई हाल्छु ल भयो मलाई अन्डा हाल्नु हजुरको बच्चाले यस्तै गर्छन्। मम्मीले जे गरे त्यही गर्न पर्छ हेर्नु। मलाई मेरो हैरान छ हैरान। यो चाहिँ कोदोको पिठो। हामी चाहिँ आटा हाले पनि हुन्छ सुजीहरू, तर हामी चाहिँ कोदोको पिठो छ नि त गाउँबाट ल्याएको, त्यही भएर हामी चाहिँ कोदोको पिठो कोदोको पिठोकै मन पर्छ नि यहाँनिर। ल त्यसले हेर्नु चम्चाले यस्तै हो क्या। ल काम गर्न लाग्यो बिराइ र हैरान बिस्तारै लौजा दुईटा केला पेनकेक पकाउन लागि थोरै घिउ तेल चाहिँ राखे पनि हुन्छ क्या। अनि बच्चाहरू चाहिँ एकदम मन पराउँछ नि त मिठो छ। चिनी हाल्न पनि पर्दैन केरा घिउ हुन्छ धेरै हाल्नु मेरो चाहिँ बिहान आउँछ र खाजा खाने बानी छैन क्या। म चाहिँ तातो पानी मात्रै खान्छु। हामी तिहारले के खान्छन् रे अब तातो पानी खाऊ पहिला। ल सक्दैन म मेरो छोरीसँगै खाने। ल पानी खाउने मान्दैन क्या त। ल चाहिँ मिठो रहेछ मिठो एकदम मिठो। ए फसाएको नि होइन म त लास्ट भइसक्यो नि। अहिले खान्छौ पानी सिधा पेनकेक डरी छ क्या, त्यही भएर मैले खाना लाग्यो। हाल्दाले डर्छ भाइ चक्कुले कानै डरा नि ल्याउनु छ केटी हो चक्कुले खान्छ डराउँछन् रे। यो हौ सेलाको पहिला हामी यहाँ पहिला के खान्थ्यौँ अरे खाजा मिठो हौ छिटो खाऊ। यो हाम्रो तिहार क्या पहिला के थियो भने मासु ल भने मासु मन पर्छ नि पहिला। आजकल चाहिँ
खासी खान्न क्या आमाले दिनु त तल त्यो मासु कहिले खान्छ कहिले खान्न यसलाई फेरि मासु फेरि त्यो हड्डी भएको मनपर्छ नि हामी चाहिँ अब खाजा खाएर चोकमा जाने मासु किन्ने क्या अनि बिग मार्ट छ नि त हाम्रो चोकमा अनि त्यहाँ चाहिँ आज शनिबार अफर चलेको अरे क्या अफर त्यही भएर हामी त्यो के रहेछ अफर भन्नु किन्नु जाने मैले खाइरहेको चियानाको डरेको नखाने चाहिँ यसो छिटाउ जान्नु म मात्रै जान्छु फेरि आफै खाने हो नि फेरि बुद्धले नै आया छोटे ढाड मेरो कस्तो काट्छ मेरो नङ्नी कति लामो भएछ त्यहाँ कति दिन बिदा रे स्कुल जाँदा खुसी हुन्छ घर भएर मलाई त तिमी स्कुल जाँदा खुसी लाग्छ सुताउ के थालो अरे त्यहाँ फेरि सुनको थाल छ नि मेरो फेरि चारीको थाल सुनको थाल भन्दा हाँस आउँछ होला सुनको थाल चाहिँ तिहानको फेरि चोर्नु नआउनु ल चोर्नु आउला नि फेरि तिहानको सुनको थाल देखेर के त लुगाएर हाल्ने हो छिटो आऊ का ग मटे कहाँ हो मेसो त आफै खान्छन् कस्तो बानी खाने भिडियो गर्ने बेलामा त खुवाउनु पर्छ क्या झन् भिडियो नखिँदा चाहिँ आफै खान्छन् नि थक्छन् त्यहाँ त्यहाँबाट दाँत पनि छैन ठुल्बाको चम्चा त्यहाँ झिरो ल्याइदिन्छ त्यहाँ के अरे ए नाम भन त तिमीले एकचोटि एमाले अरे यसको नाम एमाले है एमाले भन्नु एमालेको भुलले छोरे होइन कहाँ जानु खामानी चोकतिर हुन न चोक भनेको पावर हाउस चोक लोच्चा हामी चाहिँ चोकमा जानु लाग्यो नि त्यहाँ यताको पप्पी हो यो मामा गला हो यताको पप्पीको मामा गला हो यो हो ए कालो पप्पी छ नि मे हेर्ने ठाउँमा त नरहेछ कुखुरा मात्रै छ अन्त यस्तो बनाएको छ हामी चाहिँ अब पाहाड चोकमा आउँला है यो चाहिँ बिग मार्ट गल्लीमा नै रहेछ नि हामी गल्ली बनाएको बाटो हामी चाहिँ अब बिग मार्टमा आउन लाग्छौँ सामान किन्ने बनाएको अफर चलाइरहेको अफर बाटो त कति अर्कै हो चोक बाटो कति राम्रो बनाएको यहाँ पैसा झिक्ने सामान किनेर चाहिँ पैसा झिक्न पर्यो एटिएममा छ कि छैन पैसाले झिक्न आउँछ
Dia peta dua peta. हो थाहा छ Tunggu kalau dia balik. ल ल ल Kau peta. Peta peta. यताबाट ल छिटो Peta. के भन्छ हामी चाहिँ परको बाटो आएको परको एटिएममा त पैसै नदिएर हैरान छ Ya, jadi kita. फेरि आफ्नो पैसा एटिएम बनाएर फेरि यहाँ आएको हामी गाह्रो छ हौ गाह्रो बाटो गाह्रो छ तिमीलाई यति ठुलो बाटो छ राम 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 कसरी काट्ने बाटो बाटै गाह्रो गाह्रो छ पक्का ऊ गाडी आएको देख्लास् ल हिँड Baikku di sini. भाइको दिदी यहीँ होला नि भाइको दिदी यहीँ छ भाइको दिदी त भिडियो भाइ भाइको दिदी हेलो हेलो Pink kalau aku lagi di sini. देखाउँदा फेरि यता हेर्छ ल ओइ लाली मिठाईवाली इधर देखो भिडियो चाहिँ एकदम लामो भयो अनि यो चाहिँ पार्ट 1 हो पार्ट 2 चाहिँ अझै रमाइलो छ पर्खिनु होला ल बाई बाई